ल एकदम ल। हजुरहरू कहाँदेखि कुन ठाउँदेखि जोडिराख्नु भएको छ, जहाँबाट जसरी जोडिराख्नु भएको भए पनि हामी सबै एउटै परिवार, हामी सबै इलाइट पाठशालामा जोडिरहेका छौँ। लाइसनको क्लास सुरु भइसकेको छ। नयाँ साथीहरू जति हुनुहुन्छ अनि पुरानो साथीहरू जति हुनुहुन्छ, पुरानो साथीहरूले कन्टिन्यू क्लास नछुटाउनु होला। अब हजुरहरूको भ्याकेन्सी पनि फुल छ, धेरै टाढा टाढाको हुनुहुन्छ हजुरहरू। एकदमै खुसी लाग्छ हजुरहरू टाढा टाढा हुम्लाबादेखि जुम्लादेखि कुरा गरिराख्नुहुन्छ। त्यो देख्दा नै खुसी लाग्छ, एकदम टाढासँग हुनुहुन्छ। हजुर के बुझाइदिनु पर्यो सर, ल भन्नु त। एकदम म बुझाइहाल्छु नि, हजुरहरूले के सोध्न खोज्नु भयो। अनि हाम्रो लाइभमा पनि लाइभ हेरेर बसिराख्नु भएको धेरैजना हुनुहुन्छ, उहाँहरूलाई पनि स्वागत छ हाम्रो लाइभमा। निमाविको आयोगको एक्जाम अहिले तोकेको छैन, हजुरहरूको कार्यतालिका आइसकेको छैन। अब मात्र 15 गते बल्ल पदाधिकारीहरू नियुक्ति भइसकेपछि बल्ल कार्यतालिका आउने हो। कार्यतालिका आइसकेपछि मात्र थाहा हुन्छ कहिलेबाट हुन्छ हजुरहरूको एक्जाम भनेर। जहाँसम्म भदौको लास्ट असोज नै जान्छ होला आयोगको लागि हो भने। निमाविको लाइसनको लागि भने चाहिँ मङ्सिरमा हुन्छ। हजुरहरूको मावि दिने साथीहरूको भ्याकेन्सी साउनको लास्टमा जसरी पनि खुल्छ र निमावि दिने साथीहरूको भ्याकेन्सी भदौमा खुल्छ। अघिल्लो वर्ष जस्तै असोजमा नै भ्याकेन्सी खुले तापनि हजुरहरूको परीक्षा भने मङ्सिरमा नै हुनेछ। कोही पनि नचुकिनु होला यसमा चाहिँ। हाम्रो लाइनमा पनि गुड इभिनिङ भन्नुभएको छ हाम्रो शान्तिजीले। अनि हाम्रो शान्तिजीको के छ तयारी, कस्तो भइरहेको छ? अनि हजुर एडमिसन गर्नुभएको छैन शान्तिजी? हजुरहरूलाई मैले अनुहार नदेखाए तापनि त हजुरहरूले मलाई चिनिराख्नु भएको छ। लाइसनको लागि फुल कोर्सको 2500 हो, डिस्काउन्ट गरेर एकदम सस्तो 2000 छ है। हजुरहरूको लागि लाइसनको फी भनेको मात्र 2000 छ परीक्षासम्मको लागि। अहिलेबाट सुरु गरेपछि हजुरहरूको मङ्सिरसम्मको लागि परीक्षासम्मको शुल्क मात्र 2000 भएको छ, रहेको छ। र यो पटकै लाइसेन्स पास गर्ने उद्देश्य लिएर पढ्नु होला, जोडिनु होला हामीसँग। यो पटक फेल भयो अर्को पटक पढ्छु भनेर नबस्नु होला, किनकि हजुरहरूको समय 1 वर्ष पछाडि धकेलिन्छ। त्यस कारणले गर्दाखेरि यो वर्ष नै म लाइसेन्स पास गरेर म यो वर्ष नै आयोग तयारी गर्ने हो भन्ने तरिकाले सबैजनाले तयारी गर्नु होला। हाम्रो हजुर हजुर नमस्ते। हाम्रो कुमारी विश्वकर्मा नामै मैले पढ्नै जानिनँ है महेन्द्रजी। हजुर नमस्ते महेन्द्रजी। ल हजुर एकदमै हो नि कविताजी। ल अब सर पनि आइसक्नु भएको छ, अब सरले नै लिनुहुन्छ। र हाम्रो लाइभमा जति पनि हुनुहुन्छ हजुरहरू जोडिनु भएको छैन भने पनि अब ढिलो नगरिकन जोडिनु होला। र मैले अहिले सरलाई नै दिएँ र यसपछिको क्लास भने फेरि म यसपछि सरले सकिसकेपछि हजुरहरूसँग फेरि भेट्ने छु। सर नमस्कार। हजुर नमस्कार। ल अहिले म हजुरलाई नै दिएँ, यसपछि चाहिँ हजुरले सकिसकेपछि फेरि मैले नै लिनेछु। हस् हस् ल हुन्छ सर। नमस्ते 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 सम्पूर्ण साथीहरूलाई वेलकम नमस्ते। आजको सबैजना साथीहरू हामीसँग जोडिसक्नु भएको छ। सम्पूर्ण साथीहरूलाई एकमुष्ट रूपमा स्वागत छ ल यो प्रश्नोत्तर सेसनमा। नमस्ते नमस्ते। ल धेरैजना साथीहरू फेसबुक पेजबाट र जुमबाट एकसाथ रूपमा जोडिसक्नु भएको छ। अब हामी ढिला नगरिकन आजको प्रश्नोत्तर सेसनतर्फै अगाडि बढ्छौँ। ल जति पनि हामीलाई फेसबुक पेजबाट हेर्दै हुनुहुन्छ ल एक सेयर हानेर ल मिनुजी महेन्द्रजी ल होइन ल एक सेयर गरेर जोडिनु होला सम्पूर्ण साथीहरूलाई मैले शान्तिजीलाई अनुरोध गरेँ। ल अब हामी जाउँ प्रश्नतर्फ। एकदमै महत्त्वपूर्ण प्रश्न छ। एक शैक्षिक सत्रभरि कुनै विषयमा शिक्षकले विद्यार्थीलाई प्रदान गर्ने ज्ञानलाई के भनिन्छ? एक शैक्षिक सत्रभरि ल प्रदान गर्ने ज्ञानलाई पाठ्यांश भन्ने कि पाठ्यक्रम भन्ने कि शैक्षिक योजना भन्ने कि दैनिक पाठ्य योजना भन्ने? ल धेरै साथीहरूले
अब यहाँ हेर्नुहोस् है, यहाँ हेर्नुहोस्, प्रश्नले के भन्यो भने एक शैक्षिक सत्रभरि कुनै विषयमा शिक्षकले विद्यार्थीलाई प्रदान गर्ने, त्यो भनेको त विषयवस्तु पढाउने हो नि, पाठ्यांश। यहाँ त पाठ्यक्रम बनेन कि, यहाँ त पाठ्यांश हुने भयो के। कुनै विषयमा शिक्षकले विद्यार्थीलाई प्रदान गर्ने ज्ञान, पाठ्यक्रमले त के कसरी पढाउने सबै कुराहरू। हुन्छ हुन्छ महेन्द्रजी, कार्कीजी, मजाले लोकसेवा शिक्षक सेवा सबैको हुन्छ। त्यही भएर यो के भयो, पहिलो प्रश्नले धेरैलाई चिल खायो। अब दोस्रोमा जाउँ। हाजिर जवाफ र वक्तृत्व कला प्रतियोगिताको व्यवस्था पाठ्यक्रममा के का लागि समावेश गरिन्छ? हाजिर जवाफ र वक्तृत्व कला प्रतियोगिता के का लागि? हाजिर जवाफ र वक्तृत्व कलाले एकदमै गुड इभिनिङ हरिजी। हो नि, यो प्रश्न सेटले त तपाईलाई एकदमै उपलब्धिमूलक हुने नै छ, यो हामी बार बार भनेकै छौँ। हाजिर जवाफ र वक्तृत्व कला हेर्नु होला है। शारीरिक विकासका निम्ति, मानसिक विकासका निम्ति, रचनात्मक प्रतिभाको विकासका लागि माथिका सबै देखेपछि अन्त किन जाने होइन? धेरै साथीहरूले त्यही भन्नुभयो, तर मान्न सकिएन। गैरिताजी सी भन्नुभयो, रचनात्मक के हो? हाजिर जवाफ यसले त बौद्धिक विकास गर्ने हो। शारीरिक यहाँ बसेर चाहिँ नि क्विज भन्दाखेरि त्यहाँ शारीरिक विकास हुन्न है, यो कुरा बुझ्नु होला। पाठ्यक्रमलाई एक निश्चित स्वरूप प्रदान गर्ने तत्त्व। वाह, हामीले पढ्दाखेरि ठ्याक्कै यही भनेरै पढेका छौँ शब्द। ल, आज काम लाग्ने भयो तपाईँलाई। पाठ्यक्रमलाई स्वरूप केले दिन्छ भनेर पढेका छौँ। जान्नु भएन नोट पल्टाइहाल्नुहोस्। पाठ्यक्रम र पाठ्यपुस्तकको अन्तर सम्बन्ध पढ्दाखेरि हामीले पढेका छौँ। ल, मिलेन भने नोट पल्टाइहाल्ने। पाठ्यक्रमलाई स्वरूप होइन, त्यसको आकार। जस्तै हामीलाई शरीरलाई नाक कान भएपछि आकार दिन्छ विषयवस्तुलाई फेरि क्रमबद्ध र सिलसिलेबद्ध गराउने काम पाठ्यपुस्तकले गर्छ भनेर भनेपछि त अन्त जान भएन। सबैको सिकाइको आवश्यकतालाई जोड दिई निर्माण गरिने पाठ्यक्रम कुन हो? ल, पाठ्यक्रम एकाइबाट छन् है आजका 9 युनिटबाट। त्यही भएर आजका धेरै जसो मिलाउनु पर्ने हुन्छ। तपाईँले पढिसकेका प्रश्न छन्, 100% मिल्न पर्ने हुन्छ। ल, सबैका लागि सबैको सिकाइ आवश्यकतालाई जोड दिने हो। विषय केन्द्रित कि मुख्य कि, अनि क्रियाकलाप केन्द्रित कि सुसुप्त? मैले अस्ति पनि यो प्रश्न धेरैचोटि भनिसकेँ। सबै हामीले जति पनि अहिले स्कुलमा पढ्छौँ, विषयले त के भन्छ, विषयवस्तुमा जोड दिन्छ। केवल यसलाई त ज्ञान केन्द्रित भनिन्छ होइन। हामीलाई यहाँ सोधो सबैको आवश्यकता। हामीले अहिले 9 र 10 मा सबैलाई चाहिँ विद्यालयमा पढ्न जाने सबैले के पढ्छ भन्दा केही मुख्य पाठ्यक्रम पढ्छ, केही अनिवार्य र केही ऐच्छिक। त्यस्तो पाठ्यक्रम मुख्य हो। यसले सबैलाई बल्ल समेटेको हुन्छ। पाठ्यक्रमको कार्यान्वयनसँग सम्बन्धित तत्त्व कुन हो? आहा, ल, पाठ्यक्रमको कार्यान्वयनसँग सम्बन्धित तत्त्व कुन हो? कुन तत्त्वले पाठ्यक्रमलाई कार्यान्वयन भने हुन्छ? पाठ्यक्रम कार्यान्वयन कति बेला हुन्छ? जब हामीले कक्षा कोठामा पढाइन्छ होइन। नपढाएपछि त जस्तो सुकै राम्रो बनाए पनि त कार्यान्वयन भएन। पढाउनु भनेको के हो? सिकाइ अनुभव, शिक्षण सिकाइ क्रियाकलाप, शिक्षण विधि, शिक्षक सहजीकरण, शिक्षण मार्गदर्शन, यो सबै पढाउने कुरा हो भन्ने थाहा पाएपछि त कार्यान्वयन कहिले हुन्छ? पढाएर हुन्छ। पढाउनु भनेको यहाँ उद्देश्य विषयवस्तु भन्दा पनि महत्त्वपूर्ण तत्त्व भनेको भए यहाँ उद्देश्यतिर जान्थ्यौँ हामी, उभिसिमु। ल, नेपालमा विद्यालय स्तरीय पाठ्यक्रमको विषयगत खण्डमा दिएका मध्ये कुन समावेश गरिँदैन? विषयगत खण्डमा कुन कुरा समावेश गरिँदैन?
कक्षागत सिकाइ उपलब्धि की, विधा वा विषयगत क्षेत्र की, अनि शिक्षाको संरचना की मूल्याङ्कन प्रक्रिया भन्दा अब कक्षागत सिकाइ उपलब्धि, विधा विषयगत क्षेत्र, मूल्याङ्कन यिनी सबै पढिन्छ। शिक्षाको संरचना कस्तो छ भन्ने कुरा यो विषयगत खण्डमा होइन, पर्दैन। संरचना 1+8+4 यो त भित्र चाहिँ नि समावेश गरिँदैन नि त। नेपालमा विद्यालय स्तरीय पाठ्यक्रम विकासका कति चरणहरू रहेका छन्? विद्यालय स्तरीय पाठ्यक्रम विकासका कतिवटा चरण छन्? 5वटा, 6वटा, 7वटा, 4वटा। आ नि पा पा मु, आ नि पा पा मु। आवश्यकता, नीतिगत निर्णय, पाठ्यक्रम विकास, पाठ्यक्रम मूल्याङ्कन र स्वीकृति र पाठ्यक्रम स्वीकृति र कार्यान्वयन र मूल्याङ्कन गरेर कतिवटा रहेछन्? 5वटा। अप्सन ए राइट उत्तर। पाठ्यक्रम मूल्याङ्कनको ढाँचा निर्धारण कुन निकायले गर्छ? ल, पाठ्यक्रम मूल्याङ्कन गर्ने ढाँचा कुन निकायले बनाइदिन्छ? ल हेर्नुहोस् है, अब शिक्षा मन्त्रालयले हो कि मानव स्रोत विकास केन्द्रले कि परीक्षा बोर्डले कि पाठ्यक्रम विकास केन्द्रले भन्दा पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षक निर्देशिका, विशिष्टीकरण तालिका, मूल्याङ्कन फर्म, सन्दर्भ सामग्री यिनी सबै बनाउने काम कसको? पाविकेको। राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषदले पाठ्यक्रमको मस्यौदालाई स्वीकृतिका लागि कहाँ पेश गर्छ? मस्यौदा चाहिँ पाठ्यक्रमको मस्यौदालाई मूल्याङ्कन परिषदले स्वीकृतिका लागि कहाँ पेश गर्ने हो? राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषदले पाठ्यक्रमको मस्यौदालाई, मस्यौदा है, पाठ्यक्रम बनिसकेपछि चाहिँ नेपाल सरकारमा जान्छ। यहाँ हामीलाई मस्यौदा भन्नु, ड्राफ्ट भन्नु, रफ भन्नु, कुरा बुझ्नु होला है। पाठ्यक्रम नेपाल सरकारले स्वीकृत गर्छ, त्यसमा डाउट छैन। तर यहाँ प्रश्न के भनौँ? मस्यौदा भनौँ। पाठ्यक्रम लेख्दै गर्दाको मस्यौदा चाहिँ मन्त्रालयमा पेश गर्छ। मन्त्रालयमा। ओके, नेक्स्ट। नेपालमा राष्ट्रिय आवश्यकता, समसामयिक परिस्थिति एवं सम्बन्धित विषय क्षेत्रका तथ्य, तथ्याङ्क र सूचनामा भएको परिवर्तनका आधारमा पाठ्यक्रममा गरिने व्यवस्था छ। के छ? राष्ट्रिय आवश्यकताहरू, समसामयिक परिस्थिति, यसका आधारमा पाठ्यक्रम के गर्ने? परिवर्तन गर्ने कि परिमार्जन गर्ने कि अपडेट गर्ने कि विकास गर्ने? धेरै साथीहरूले परिवर्तन पनि भन्नुभयो। अब यहाँ के भनेको छ भने राष्ट्रिय आवश्यकता, समसामयिक परिस्थिति, समसामयिक विषयवस्तुहरू त त्यो समसामयिकता के हुन्छ? डेली वाइजमा हुन्छ हैन? 2 महिनामा 3 महिनामा दिनदिनै समसामयिक आउँछन्। तिनलाई त प्रत्येक वर्ष अपडेट गर्ने हो। शिशु विकास केन्द्रमा कहाँबाट स्वीकृत पाठ्यक्रम प्रयोग गरिन्छ? शिशु विकास केन्द्रमा कहाँबाट स्वीकृत? अहिले विद्यालय तहको, चाहे शिशु विकासको, इसिडीको पनि यही पाठ्यक्रम विकास केन्द्रले के गरेको छ? स्वीकृत गरेको छ पाठ्यक्रम। कुनै विद्यालयले थप पाठ्य सामग्री र पाठ्यपुस्तकको प्रयोग गर्न चाहेमा स्वीकृतिको लागि कहाँ निवेदन? थप माथि केन्द्रले पठाएको मध्ये थप चाहिँ प्रयोग गर्न चाह्यो भने अब त्यसको लागि स्वीकृति लिनुपर्छ। कहाँ स्वीकृति लिने, कहाँ निवेदन दिने भन्दा थप पाठ्य सामग्री, पाठ्यपुस्तक प्रयोग गर्न चाह्यो भने जिल्ला शिक्षा कार्यालयमा निवेदन दिनुपर्छ। विद्यालय शिक्षाको पाठ्यक्रम सम्बन्धी नीति निर्देश गर्ने कार्य कसले गर्छ? ल हेर्नुहोस् त, विद्यालय शिक्षाको पाठ्यक्रम सम्बन्धी नीति निर्देश गर्ने कार्य कसले गर्छ? पाठ्यक्रम सम्बन्धी नीति निर्माण गर्ने, निर्देश गर्ने।
अब अन्य कुरा भएको भए कसले गर्थ्यो? पाठ्यक्रम विकास केन्द्रले, होइन नि? पाठ्यक्रमले त नीति निर्देश गर्ने, अब चाहिँ यो नीतिहरू बनाउने काम त मूल्याङ्कन परिषदले गर्छ। मूल्याङ्कन परिषदले पाठ्यक्रम सम्बन्धी पाठ्यक्रम बनाउने भएको भए यो जान्थ्यो। पाठ्यक्रम सम्बन्धी नीतिहरू कसरी बनाउने, के गर्ने भन्ने कुरा त यो मूल्याङ्कन परिषदको यसको पनि काम चाहियो नि। नाइन त यसले त नियमन गर्ने, निर्देशन दिने, त्यही निर्देशन अनुसार यसले बनाउने। हाल नेपालको विद्यालय पाठ्यक्रम मुख्यतया कुन सिद्धान्तमा आधारित छ? आहा, कति मिठो प्रश्न। परीक्षामा यो लाइसेन्सको लागि त यो सियोर प्रश्न हो। ल, यो प्रश्न मिलाउने साथीले मेरो 1 नम्बर आउने भयो भन्ने खुसी मनाउनुहोस्। धेरै उत्तर ए पनि आएछ। एकीकृत पाठ्यक्रम पनि भन्नुभयो, समावेशी सिद्धान्तमा आधारित पनि छ पाठ्यक्रम पनि भन्नुभयो। तर धेरै साथीहरूले अहिलेको पाठ्यक्रम सक्षमता, पहिला उद्देश्यमा आधारित थियो भने अहिले सक्षमतामा आधारित छ। अहिलेको परिवेशमा शिक्षकले स्वप्रयत्नमा आधारित भई सिकाइ गर्न कुन सबैभन्दा बढी प्रभावकारी माध्यम मानिन्छ? स्वप्रयत्नमा आफैले सिक्ने सबभन्दा महत्त्वपूर्ण तरिका कुन हो? आफैले सिक्ने त इन्टरनेट भएपछि फेसबुक पनि त्यही इन्टरनेटले चलाउने हो। इन्टरनेट, हैन? स्थानीय तहले स्वीकृत गरेका मातृभाषाका पाठ्यक्रमको सूची तयार गरी प्रत्येक वर्षको कुन समयमा पाठ्यक्रम विकास केन्द्रमा पठाउनु पर्छ? स्थानीय तहले स्वीकृत गरेका मातृभाषाका पाठ्यक्रमको सूची तयार गरेर कुन समयमा? असार मसान्त, अब वैशाखबाट क्लास सुरु हुन्छ भने त्यसको 2 महिना, वैशाख जेठ असारसम्म त 3 महिनाभित्रमा पठाउनु पर्यो। जेठ मसान्तमा पठाउने, जेठ अन्तिम हप्ता पठाउने यो चाहिँ सिप हो। सिप। यहाँ त हामीलाई के भनेको छ? मातृभाषाको पाठ्यक्रमको सूची भने नझुकिनु होला, यस्ताले झुक्क्याउँछ। पाठ्यक्रम कार्यान्वयन भएको सामान्यतया कति वर्ष पुरा भएपछि पाठ्यक्रममा पुनरावलोकन गरी आवश्यकता अनुसार परिवर्तन गरिन्छ। आवश्यकता अनुसार परिवर्तन भनेपछि 10 वर्ष, परिमार्जन भनेको भए 5 वर्ष, अपडेट भनेको भए 1 वर्ष। राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 अनुसार मातृभाषा स्थानीय विषयको छनौट गरी विद्यालयमा कार्यान्वयन गर्ने दायित्व कस्तो हो? छनौट गर्ने र विद्यालयमा कार्यान्वयन गर्ने। अब मातृभाषा त छनौट गर्नलाई एउटा स्कुल भन्दा नि एउटा तहमा त्यहाँ स्थानीय विषय त पालिकाले बनाउनु पर्यो नि, हैन? स्कुलले स्थानीय विषय त बनाउन्न, पालिकाले बनाउनु पर्यो। त्यही भएर छनौट गर्ने अनि विद्यालयमा कार्यान्वयन गराउने स्थानीय तह भयो। ल, एकदम मिठो प्रश्न आयो। उद्देश्यको वर्णन, सिकाइ अनुभवको छनौट, सिकाइ अनुभवको संगठन, पाठ्यक्रमको मूल्याङ्कन जस्ता कुराहरू पाठ्यक्रमको कुन नमुना अन्तर्गत पर्छन्? ल, यस्ता कुराहरू पाठ्यक्रमको कुन तार्किक नमुना होलान् कि चक्रीय होला कि गतिशील होला कि दार्शनिक नमुना होला भन्दा यो चाहिँ तर्क, उद्देश्य, उबेसिमु, यी चाहिँ टिटी मोडेल भनेर पनि हामीले जसलाई चिनिन्छ, टिटी मोडेल, टेलर र ताबाको मोडेल, टेलर र ताबाको मोडेल। शिक्षक निर्देशिकाको प्रयोगका सम्बन्धमा तलका मध्ये कुन भनाइ सही हो? शिक्षक निर्देशिकाको प्रयोग यसले पाठ्यक्रमको आधारमा प्रश्न निर्माण गर्न सहयोग गर्छ, यो भनाइ ठिक हो कि? विद्यालयको कार्यतालिका कार्यान्वयनमा सहयोग गर्छ, यो ठिक हो कि? दैनिक पाठ योजना निर्माण गर्नु पर्दैन, ठिक हो कि? दैनिक पाठ योजना निर्माण गर्न सहयोग गर्छ, के होला भन्दा यसको प्रयोगले सबभन्दा सहयोग गर्ने भनेको यो हो। सही छ, हैन? के गर्छ? पाठ योजना बनाउनलाई एकदमै सहयोग गर्छ। कुन कुन कक्षामा राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 अनुसार नयाँ पाठ्यक्रम परीक्षण नगरिकनै लागू गरिएको थियो? परीक्षण नगरिकन सिधै लागू गरिएको कक्षाहरू कुन कुन हुन्? परीक्षण नगरिकन 5, 8, 10, 12 हुन्। अब हामीलाई चाहिँ यहाँ
अप्सन अनुसार 8 र 10 देखियो यो 8 र 10 सी परीक्षण नगरिकन लागू भएको। शिक्षकले नपढाए पनि विद्यार्थीहरूले विद्यालयबाट सिक्ने कुरा कुन पाठ्यक्रमले समेट्छ? एकदमै महत्त्वपूर्ण प्रश्न यो पनि तपाईका लागि। तपाईका लागि यो शिक्षक पाठ्यक्रम बन्दैन, शिक्षकले पढाउँदैन, तर विद्यार्थीले सिक्छ है। ल हेर्नुहोस् कति मिठो कुरा छ। पाठ्यक्रम बन्दैन, शिक्षकले पढाउँदैन, विद्यालयबाट सिकिन्छ। त्यो भनेको लुप्त पाठ्यक्रम जसलाई हामीले सुसुप्त प्रत्यक्ष पाठ्यक्रम नबनाइने तर शिक्षण सिकाइका क्रममा अटोमेटिक सिकाइ हुने भनेर भनेको थियो। राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 अनुसार आधारभूत शिक्षा कक्षा 6-8 को सक्षमता तलका मध्ये कुन हो? 6-8 को सक्षमता कुन हो? नेपाली कला साहित्य र संस्कृतिको संरक्षण तथा संवर्धन एवं सृजनशीलताको प्रयोग। संवर्धन एवं सृजनशीलताको प्रयोग नै के हो? 6-8 को सक्षमता हो। पाठ्यक्रमले बालबालिकाको सर्वाङ्गीण विकास गराउँछ। यो भनाइ पाठ्यक्रमको कुन अर्थसँग? ल हेर्नुहोस् त, बालबालिकाको सर्वाङ्गीण विकास गराउँछ। सर्वाङ्गीण भनेको सबै पक्षको। अब तपाईलाई मैले एउटा क्लिउ के दिन्छु भने शाब्दिक अर्थ के शब्दबाट आयो र त्यसको अर्थ खोज्ने हो, संकुचित साँघुरो दृष्टिकोणबाट हेर्ने हो हैन। अब सबै पक्ष विकास त केले गराउँछ भन्दाखेरि व्यापक अर्थले, जसलाई हामीले आधुनिक अर्थ, परम्परागतलाई यो पाठ्य संकुचितलाई परम्परागत अर्थका रूपमा पनि दिने गरिन्छ। कक्षा 1-3 को पाठ्यक्रममा नेपालले गरिरहेको अभ्यास तलका मध्ये कुन चाहिँ हो? अब 1-3 को एकीकृत पाठ्यक्रममा के अभ्यास गरेको छ? विषयगत पाठ्यक्रम कि बहुविषयक पाठ्यक्रम कि अन्तर्विषयक पाठ्यक्रम कि विषयविहीन पाठ्यक्रम? कस्तो होला? कस्तो होला भन्दा यहाँ चाहिँ अन्तर्विषयक पनि छ, बहुविषयक पनि छ। तर अन्तर्विषयक भनेको एउटा विषय हो, एउटा विषय यो हाम्रो सेरोफेरो मात्रै भनेको भए यो अन्तर्विषयक हुने थियो। यहाँ के भनौँ, एकीकृत पाठ्यक्रम नेपालले गरिरहेको अभ्यास भनेपछि त हाम्रो सेरोफेरो एउटा विषय, अरू चाहिँ विषयहरू छन् जसलाई हामीले बहुविषयक भनिन्छ भनेपछि निर्विरोध हाम्रो उत्तर बी हुने भयो। ल कति मिलाउनु भयो? 20 वटा। ल यतिको यो एउटै पाठ्यक्रम एकाइबाट यो एकदमै महत्त्वपूर्ण छ है। तपाईले शेयर गरेर राख्नु होला। अहिले पछि जोडिएका साथीहरूले पनि शेयर गरेर राखिहाल्नु होला। तपाईका लागि यो बेसरी महत्त्वपूर्ण छ। तपाई पढेका साथीहरूले यो चाहिँ 20-22 मिलाउनु पर्ने हुन्छ है। दुईटा बिग्रियो हो स्नेहाजी। ल राम्रो छ। यो युनिटमा हामीले यी कुराहरू धेरै जसो पढिसकेका छौँ झुक्किएर हो। ल हो त्यही झुकिनलाई चाहिँ नि अभ्यास गर्ने हो। यस्ता प्रश्नहरू अभ्यास गर्दै गइयो भने पक्कै पनि हामी यो झुकिने बिराउने कुराबाट वञ्चित हुन सकिन्छ। जम्मा 13 मिलो पछि आउनुभयो। ल एक शेयर गरेर राख्नु होला र लाइसनको एकदमै तपाईको लाइफ टाइम अफर सहितको कक्षाहरू पनि छ, नछुटाउनु होला। आजै जोडिनु होला। हामी 7:30 बजे फेरि रेगुलर सेसनमा धेरैजना साथीहरूसँग भेट्ने छौँ। अहिलेलाई म टेक्निकल टिमलाई कोही नछुटिनु होला है नि। ल टेक्निकल टिमलाई म हस्तान्तरण गर्छु। हुन्छ, धेरै धेरै धन्यवाद विष्णु सर। अनि फेरि पनि मैले स्वागत गरेँ हाम्रो जुममा र लाइभमा भएको साथीहरूलाई। हजुरहरूको अब भर्खर लाइसेन्सको तयारी गर्दै हुनुहुन्छ। अनि अहिले सुरुमा हजुरहरूको 10 वटा 12 वटा मिल्नु एकदमै स्वाभाविकै हो। र हजुरहरूको यो क्रम चाहिँ कन्टिन्यू बढ्दै जान्छ। त्यस कारणले गर्दाखेरि सबैभन्दा मेन विषय भनेको त हजुरहरूले यो क्वेसन जान्नको लागि यो यसको एन्सर कसरी यो भयो, के कारणले यो भयो भनेर जान्नको लागि जो जान्नको लागि चाहिँ हजुरहरूले मेन भनेको रेगुलर क्लास नै पढ्नुपर्ने हुन्छ। जबसम्म हजुरहरूले रेगुलर क्लासमा गएर रेगुलर विषय पढ्नु भएको हुँदैन, हजुरहरूले अब्जेक्टिभको क्वेसनहरू कसरी भयो के गरी भयो भनेर मिलाउन गाह्रो नै हुन्छ।
अब यसपछिको क्लास हुन्छ है हाम्रो निरजजी। अब यसपछि हाम्रो 7:30 बजेको अर्को क्लास हुन्छ। 7:30 बजेको अर्को क्लासमा चाहिँ सरले सम्पूर्ण विस्तृत रूपमा हजुरहरूलाई थ्योरिटिकल तरिकाले बुझाउनुहुन्छ। हजुरहरूले जुन विषयको पढिराख्नु भएको छ, जुन पढिराख्नु भएको छ त्यसैको विषयमा रहेर त्यही पाठबाट क्वेसनहरू निस्केको हुन्छ र त्यसैको प्रश्न उत्तर हो। हाम्रो रेगुलर क्लासमा जोडिएर पढ्नु भएको साथीहरूले चाहिँ यो सजिलैसँग बुझ्नुहुन्छ। हजुरहरू रेगुलर क्लास जोडिनुहुन्न, आज एउटाको लाइभमा दौडिनुहुन्छ, भोलि अर्कोको लाइभमा दौडिनुहुन्छ, माछा छोप्न गए जस्तो क्या। आज कसको पेजमा लाइभ छ, भोलि कसको पेजमा लाइभ छ भनेर दौडिनुहुन्छ भनेदेखि चाहिँ यस्तै दौडिने नै हो है। हजुर दौडी यता पनि जाने उता पनि जाने हुन्छ। त्यस कारणले त्यो चाहिँ नगर्नु होला। जहाँ पढ्नुहुन्छ जे गर्नुहुन्छ एउटैमा सीमित रहेर पढ्नु होला हजुरहरूले। हजुरहरूले यो भिडियो हेर्नको लागि हाम्रो एप्लिकेसनमा हेर्नु त। एप्लिकेसनमा MCQN अब्जेक्टिभ भनेर छ नि, त्यसमा गएर हेर्नुभयो भनेदेखि MCQको भिडियोहरू चाहिँ हजुरहरूले त्यसैभित्र पाउनुहुन्छ है। रेगुलर क्लासको भने युनिट अनुसारै पाउनुहुन्छ। यसको भने MCQN अब्जेक्टिभ भनेर छ, त्यसमा गएर हेर्नुभयो भने पाउनुहुन्छ। र हजुरहरूको लागि फुल कोर्सको लागि चाहिँ मात्र 2000 रहेको छ। 2500 हो, त्यसमा पनि डिस्काउन्ट गरेर 2000 रहेको छ परीक्षासम्मको लागि। हजुरहरूले यो उसले चाहिँ मावि निमावि एउटै फी हो हजुरहरूको लागि र अहिलेबाट जोडिएर परीक्षासम्मको लागि हो। र हजुरहरू बुटोल नजिकै हुनुहुन्छ, हाम्रो बुटोल आसपासमै हुनुहुन्छ भने पनि हजुरहरू भौतिक कक्षा नै आएर पढ्छु भन्नुहुन्छ भने पनि हाम्रो फिजिकल क्लास चलिरहेको छ। फिजिकल क्लास सुरु भइसकेको छ, केही दिन मात्रै भयो फिजिकल क्लास सुरु भएको। अब हजुरहरू कोही पनि नछुटाएर समयमै जोडिनु होला। धेरैजना त बरु कसैको त अलिकति राम्रो छ भने पढाइको ब्याकग्राउन्ड अलि राम्रो छ भने त एकैचोटि पनि पास गर्न सक्नुहुन्छ। र पढाइ जानेर मात्र पनि हुँदैन, हजुरहरूले के कुराहरू मिस्टेक गर्नुहुन्छ, कहाँ कहाँ मिस्टेक हुन्छ, अनि टेक्निकल इस्युहरू के हुन्छ हजुरहरूको OMR भर्दा अनि परीक्षा दिँदा भन्ने कुरा, यसको लागि पनि यी सबको लागि भने हजुरहरू फिजिकल नै आएर पनि दिन सक्नुहुनेछ। हाम्रो फिजिकल क्लास बुटोल मिलनचोकमा सुरु भइसकेको छ। बुक पाइन्छ, जनकपुरमा पनि पाउनुहुन्छ। हजुरले जुनसुकै पुस्तक पसलमा गएर पनि विष्णु प्रसाद पोखरेल सरको बुक भनेर भन्नु होला। यदि त्यहाँ छैन भने पनि बुक आउँछ है। नेपालभरि बुक जहाँ चाहिँ पुगेको छ। हजुरहरूले अल्छी गरेर बुक किन्नको लागि अल्छी गरेर ए हो ल नगर्नु होला, जहाँ पनि पाउँछ। यदि पाइएन भने मात्र बल्ल अर्डर गर्नु होला है। ल आजको लागि हामी यति नै गर्नेछौँ। र नजोडिनु भएको नयाँ साथीहरू भने अब ढिलो नगरिकन जोडिनु होला। 9857 84 804 मैले हजुरहरूलाई नम्बर दिइसकेको छु। र अब सबैजना 7:30 बजेको क्लासमा जोडिनु होला है। 7:30 बजेको क्लास सुरु भइसकेको छ रेगुलर क्लास। आजको लागि यति नै गरौँ। गुड नाइट, शुभरात्रि।